नमस्ते सबैजनालाई मट्टु बिग्रुको तर्फबाट सबैजनालाई नमस्कार। आज चाहिँ हामी गाउँ घरबाट पिकनिकको यात्रामा छौँ भने सबैजना गाउँघरको दिदी दाई भाउजू काका काकी आमा बुवा सबैजना साथमा छौँ। यसै गरी हाम्रो पिकनिक यात्रा चाहिँ नुनथरसम्मको हो। भरतताल नुनथर घुमघाम पिकनिक भोज कुखुराको मासु खसीको मासु पनिर सब आइटम छ, मिठाई सबै छ। यसै गरी हामी हरेक वर्ष पिकनिक जाने गरेका छौँ सबैजना मिलेर, गाउँघरको सबैजना मिलेर। यसै गरी हाम्रो रमाइलो यात्रा नास्ता पानी चल्दैछ। त्यसपछिबाट हामी नास्ता सिधेपछि अब भरततालतिर प्रस्थान गर्नेछौँ घुमघामको लागि। हेर्नुहोस् नास्ता चल्दैछ। नास्तामा भने कुखुराको तास छ, भुजा चिउरा छ, हेर्नु सक्नुहुन्छ कुखुराको तास। हाम्रो विजय भाइले साह्रै मिठो बनाउँछ। अब हामी चाहिँ भरतताल आइपुग्यौँ, खाजा खाइवरी। मेरो छोरो हो, अघि मेरो आमा हुनुहुन्थ्यो। हेर्नुहोस् सबैजना हामी ग्रुपसँगै छौँ। मेरो छोरी हो, गाडी खेल्दैछ। यसै गरी यहाँ भरततालको रमणीय दृश्य, बोटहरू, सबैजना हाम्रो अङ्कल आन्टीहरू गाडी खेल्दैछन्। यसै गरी म घोडा चढ्दैछु, यो देख्न सक्नुहुन्छ सबैजनाले। बुढीलाई लिएर साइकलमा पनि घुमियो, जोस् घोडा पनि चढियो। भरततालमा साह्रै रमाइलो हुने रहेछ। यसै गरी हामी फेरि आइसक्यौँ अब भरतताल घुमेर अब पिकनिक स्पटमा। यसै गरी भरततालकै दृश्य हो यो। यसै गरी अब हाम्रो खानापिनाको आइटमहरू रेडी भइसकेको छ र अब हामी खानाको लागि तयारी अवस्थामा छौँ। सबैजनाले खाजा खाँदैछौँ। यस्तै हो, रमाइलो भइरहेछ। सबैजना नाचियो गाइयो घुमियो फिरियो। यसै गरी हाम्रो यो चाहिँ गाउँघरको महिलाहरूको बचत समूह हो। दाइको छोरी परबिन छोरो, पिन्सु, अर्को पुन्टी, सबैजना यस्तै नाचगान हुँदैछ। नाचगान रमाइलो हुँदैछ। कोही खाना बाँड्ने, कोही खाजा बाँड्ने, कोही खाने। यस्तै चाहिँ हाम्रो रमाइलो। हजुरहरूको पनि कस्तो रमाइलो छ भन्नु होला। यो भिडियोलाई सबैजनाले हेरेर लाइक सब्सक्राइब सेयर पनि गरिदिनु होला। मेरो युट्युब च्यानललाई, टिकटकलाई, फेसबुकलाई सबैजनाले माया गरिदिनु भएको छ अहिलेसम्म। अझै पनि धेरै माया गरिदिनुहुन्छ भन्ने आशा राखेको छु। यसै गरी दिनेश दाई हाम्रो यो चाहिँ सबैजना ग्रुप छौँ। हेर्नुहोस् अनिल दाई मासु बाँड्दै हुनुहुन्छ। नुनथरमा साह्रै रमाइलो भयो आज। नुनथरको सबभन्दा मेन सभा हाले हामीले बुक गरेको थियौँ, तर नुनथर चाहिँ खासै महँगो चेरै छैन अरू ठाउँको तुलनामा। नुनथरको सभा हाललाई पनि हामीले जम्मा 850, गाडी सुत्दा 900 950 हामीलाई पर्यो। यस्तै गरी हाम्रो यो पिकनिकमा चाहिँ पुग्न 65-70 हजार रुपियाँ खर्च भएछ। सबैजनाको हिसाब जोड्दा